नेपालमा राष्ट्रवादी नेता चाहिँ को छ? हजुर नेपालमा राष्ट्रवादी नेता चाहिँ को छ? नेपालमा राष्ट्रवादी नेता तपाईँ भन्न सक्नुहुन्छ। अहिले हामीले देखिरहेको हर्क साम्पाङ हुनुहुन्छ। कसरी आधार दिनु त? हजुर आधार दिनु न। भ्रष्टाचार गर्नुहुन्न होइन, यो आफ्नो देशको लागि भनेरै होइन, आफ्नो जनताको लागि भनेरै उहाँले चाहिँ रुई कराई गरी उफ्री झम्टी आफूलाई त्यागेर देशको लागि गरिरहनु भएको छ। एक त एक्जाम्पल दिनु न त भन्दैछु त। खोइ त एक्जाम्पल चाहिँ खोइ त, गर्नु चाहिँ भयो, के चाहिँ गर्नुभयो एक्जाम्पल खोइ त? थाहा छैन तपाईँलाई? थाहा छैन। गएर हेर्नुहोस् होला नि, कहाँ गएर बुझ्नुहोस् होला, हर्क साम्पाङलाई पढ्नुहोस् होला। त्यही त, कहाँ गएर हेर्ने? हजुर कहाँ गएर हेर्ने? जतासुकै जानुहोस् न। यो दिदीले हर्क साम्पाङ राष्ट्रवादी नेता हुन् भनेर भनिसकेपछि अनि पत्रकारज्यूले सोध्नुभयो के चाहिँ गर्नुभयो तपाईँको नेताज्यूले भनिसकेपछि उनले भनिदिन्छन् उहाँलाई अध्ययन गर्नुहोस्, उहाँलाई पढ्नुहोस्, उहाँलाई खोज्नुहोस्, उता जानुहोस् यता जानुहोस् भन्नुभएको छ। उहाँको कारण चाहिँ भन्न सक्नु भएन। किन सक्नु भएन भने उहाँले केही पनि गर्नुभएको छैन र गर्दै पनि गर्नुहुन्न। केही श्रम गर्नुभयो भने 5,000 को काम गर्यो भने 20,000 क्युबारबाट मगाउने, खाने, उडाउने, बस हा 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 यस्तो पनि देख्न पर्ने। ओहो हो गर्ने तिनको काम त्यही हो, तिनले गर्न सक्ने केही होइनन् र तिनी सरकार तिनी चलाउन सक्ने तिनको दिमाग क्षमतै छैन होइन। अनि यिनी दिदी अहिले यति उफ्रिछन् किनकि अहिले तिनीहरूले भनेको छन् 2-4 हजार दियो होला नि, त्यसैले एकदम उफ्रिछन्। भोलि गएर यदि यिनलाई समस्या भयो, सरकारले अब यिनमा ध्यान आकर्षण गर्यो र यिनलाई समस्या भयो भने हर्क साम्पाङले यो हाम्रो पार्टीको मान्छे होइन, हाम्रो पार्टीसित श्रम संस्कृत पार्टीसित यो मान्छेको कोही हाम्रो सम्बन्धै छैन भनेनन् भने त बल्ल थाहा पाऊ, त्यतिखेर बल्ल थाहा हुन्छ होइन।